जुन अध्यादेशमा जुन कुरा कल्पना गरिएको छ, कल्पना के गरिएको छ भने विश्वविद्यालयलाई राजनीतिबाट मुक्त गर्ने शिक्षालाई भने त्यो एकदम मैले पनि ल्याउन खोजेको त्यही थिएँ। तर मैले गरेको कल्पनामा चाहिँ के थियो भने कुलपति चाहिँ प्रधानमन्त्री हुनु हुँदैन भन्ने थियो। अहिलेको जुन अध्यादेश छ त्यसले पनि विश्वविद्यालयमा राजनीतिकरण हुनु हुँदैन भनेको छ, तर फेरि कुलपति त प्रधानमन्त्री नै बस्ने व्यवस्था गरेको छ नि। त्यसैले खोजेको र मेरो जीवनभरिको सङ्घर्षको कुरा के हो भने नवप्रवर्तन विज्ञान प्रविधिको विकास अनुसन्धानको लागि कोषको गठन गर्ने भनेको हो। अनि त्यो ल्याउन सकिनँ, अध्यादेश ल्याउन सकिनँ, उति बेला ल्याउन सकिनँ, ठिकै छ। अहिले ल्याएको छु। अहिले पनि त्यसमा चाहिँ केही कुरा अगाडि काम बढेको छैन। त्यसैले त्यो कुरामा मलाई चाहिँ दुःख लागेको छ। अब यसमा खास गरी कुरा के हो त भन्दाखेरि यो नवप्रवर्तन कोषको जुन अध्यादेश छ यो ल्याउनको लागि मैले अहिलेको मन्त्रीमण्डललाई, अहिलेको सरकारलाई पनि अनुरोध गरिरहेको छु, तर सुनाइ चाहिँ भएको छैन। अनि सबैभन्दा ठुलो कुरा त के हो भन्दाखेरि विज्ञान प्रविधि मन्त्रालय, विज्ञान प्रविधि अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय छुट्टै खोल्नुपर्छ भन्ने मेरो जुन माग छ त्यो मागमा चाहिँ सुनाइ भएको छैन। र यहाँ चाहिँ के आइरहेको छ भने प्राधिकरणबाट चलाउने रे। किन भन्दाखेरि अर्को मन्त्रालय बनाउँदाखेरि विज्ञान प्रविधि मन्त्रालय भन्ने एउटा मन्त्रालय बनाइयो भने खर्च बढ्छ रे। 2-4 अरब रुपियाँ एउटा मन्त्रालय चलाउनलाई लाग्छ। त्यो पैसा बचाउनलाई 2-4 अरब ठुलो हो कि विज्ञान प्रविधि अनुसन्धान नवप्रवर्तन ठुलो हो? विज्ञान प्रविधि नवप्रवर्तन भनेको के हो? तपाईँले अहिले सुशासन ल्याएर के बनाउनु भइरहेको छ भने एउटा राम्रो चिज बनाउनु खोज्नु भएको छ, राम्रो गाडी बनाउन खोज्नु भएको छ। गाडीभित्र चाहिँ एकदमै कम्फोर्टेबल, एकदमै सोफा राम्रो आरामदायक बनाउन खोज्नु भएको छ। तर त्यो गाडीमा इन्जिन हालेन भने के हुन्छ? त्यो गाडी उड्छ। अनि इन्जिन भनेको के हो त? अर्थतन्त्रको इन्जिन भनेको के हो? विज्ञान प्रविधि नवप्रवर्तन अनुसन्धान होइन? यो कुरा खै बुझेको? अरूले त बुझ्नु भएन। योभन्दा अगाडिको विगतका सरकारहरूले बुझ्दै बुझ्दैन। मैले जति प्रयास गरेँ बुझेन। मलाई जहाँसम्म विश्वास थियो, 100% विश्वास थियो अहिलेको सरकारले त बुझ्छ, किनभने सबै युवाहरू हुनुहुन्छ भनेर मैले भनेकै थिएँ। खोइ सुनाइ भएको? सबै ठाउँमा मैले पुर्याइरहेको छु, सबैलाई मैले हात जोडेर अनुरोध गरिरहेको छु। अहिलेसम्म प्राधिकरण बनाउने रे, खर्च हुन्छ रे। प्राधिकरण बनाएर विज्ञान प्रविधि अनुसन्धान तथा नवप्रवर्तन विकास हुन्छ भने अरू